हेलो फ्रेन्ड्स, हजुरहरूलाई चाहिँ म आज उकालोमा बिना ह्यान्ड ब्रेक गाडी कसरी उठाउने यो सिकाउन गइरहेको छु। बिना ह्यान्ड ब्रेक गाडी उठाउनको लागि पहिले हामीले प्रथम चाहिँ 1 नम्बर गियरमा हुनुपर्छ। गियर लगाउने 1 नम्बर गियर लगाएर हामीले उकालोमा लिएर जाने, एक्सिलेटर दिँदै दिँदै क्लच छोड्दै आउने, एक्सिलेटर दिँदै क्लच छोड्दै गइसकेपछि हाम्रो गाडी उकालो चढिरहेछ। अब यहाँ क्लच थिच्ने, ब्रेक लगाउने, क्लच थिचेर ब्रेक लगाइसकेपछि अब बिना ह्यान्ड ब्रेक उठाउनको लागि चाहिँ खुट्टाको ब्रेक हामीले चाहिँ छोड्यो भने पहिले गाडी पछाडि सर्छ। त्यो हुँदाखेरि चाहिँ हामीले खुट्टाको ब्रेक मजाले लगाउनु पर्ने हुन्छ। अब खुट्टाको ब्रेक मजाले लगाएर बिस्तारै बिस्तारै क्लचलाई चाहिँ रिलिज गर्दै आउने, बिस्तारै क्लच छोड्दै आउने। क्लच छोड्दै आइसकेपछि जब हाम्रो गाडीमा चाहिँ हल्का इन्जिनको भ्याब्रेट सुरु हुन्छ, इन्जिनको भ्याब्रेट सुरु भइसकेपछि हामीले क्लचलाई चाहिँ यहीँ होल्ड गरेर राख्नुपर्ने हुन्छ। त्यसपछिबाट यो खुट्टा ब्रेकको खुट्टा चाहिँ अब इन्जिनको भ्याब्रेट आइरहेछ। अब हामीले क्लचको खुट्टा चाहिँ त्यहीँ होल्ड गर्ने र ब्रेक चाहिँ एक्सिलेटरमा राखिदिने, एक्सिलेटर सर र दिने, क्लचलाई होल्डमै राखेर उकालो यसरी गाडी चढ्छ है त। इजिली यसरी चाहिँ